नस्वीकार्नुहुन्न मेरो मायाले किन बुझ्नुहुन्न भन्नुहोस् भैरवी भन्दा सुरुमा मैले तपाईलाई मन पराएको थिएँ मैले तपाईलाई माया गरेको थिएँ उसले तपाईलाई व्यवस्था गर्दा पनि तपाईको दुःखमा मैले साथ दिएको थिएँ हरेक दिन हरेक क्षण म थिएँ तपाईको साथमा तर तपाईले मेरो माया बुझ्नु भएन किन भन्नु तिमी यहाँ आएर धेरै रोयो नागकन्या भन तिम्रो आँसु म कसरी पुस्न सक्छु नागराजले पनि मेरो कुरा सुन्नु भएन हे भगवान अब मैले मेरो दुश्मनहरूको अन्त्य कसरी गर्ने अब मलाई कसले साथ दिन्छ भैरवी भैरवी सत्यको लागि लड्ने असत्यको सर्वनाश गर्ने भैरवी 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 म यहाँ छु भैरवी आजबाट तेरो दिन सक्यो के भनिस् भैरवीलाई पराजय गर्ने अहिलेसम्म कुनै पनि शक्ति जन्मेको छैन तैँले कसरी सक्छस् भैरवको भैरवी बनाउनलाई होला नि त यो भैरवीलाई भैरवको बनाउनलाई यो सब गर्नै पर्दैन भैरवीको मनमा भैरव यत्तिकै छ के भयो भैरव भैरवीको मनभित्र बसेर होला सासै फेर्न गाह्रो भयो नि त मलाई कति गाह्रो भयो भैरव साह्रै गाह्रो भयो मुटु फुट्न जस्तो भयो अय्या अय्या भैरव अब तेरो शक्तिले काम गर्दैन यो महाकालको शक्तिले काम गर्छ ल यो चकलेट कहाँबाट आएर दियो नडाटी भन त यो चकलेट त मसँग पहिल्यैदेखि थियो त हजुरआमा ओकेसी दिएको भए नखानु है त्यो त हाम्रो दुश्मन हो त्यसले त विष पनि मिसाएर दिन सक्छ थाहा छ च्याले उही यो मुराले च्याङबालाई छालेको होइन त्यसले 60 लाख तामाङले छाल्यो जसरी पनि भेट्नै पर्छ हिँड बरु कुटो दिनु बारी खन्छु हसिया दिनु घाँस काट्छु तर यो किताबको कुरा मलाई नसुनाउनु के हजुरआमा म पागल हुन्छु तिमीहरूको मिलन कदापि हुँदैन बुझ्यौ हजुरआमा हजुरले गलत सोचिराख्नु भएको छ आइन्दादेखि मेरो नातिनीलाई आँखा उठाएर हेर्ने र भेट्न आउने गरिस् पनि राम्रो हुँदैन आया आया सुन्नुस् मलाई सुन्नुस् आज तेरो अन्तिम दिन अब त बाँच्दैनस् उसले मलाई भेट्न बोलाएको होइन मैले चाहिँ उसलाई भेट्न बोलाएको ए कहिले पो भेट्न बोलाएको मेरो दुश्मनलाई लाज लाग्दैन अलिकति पनि आजबाट तेरो लागि सदाको लागि बन्द गरेँ मैले यो ढोका हजुरआमा ढोका खोल्नु न हजुरआमा ढोका खोल्नु न हजुरआमा